मेकअप गर्नुभन्दा अगाडि स्किन प्रेपको लागि म यो मामाअर्थको राइस टोनर युज गर्दैछु। यसलाई एकछिन स्किन अब्जर्भ हुन दिने, मलाई चाहिँ आज हतार छ, त्यही भएर चाहिँ म छिटो छिटो गर्छु है। टोनर डन भयो। मोइस्चराइजरको लागि म फरेभर 52 को मोइस्चराइजर युज गर्दैछु। म यो लेप्टनको लोसन युज गर्दैछु। सिम्पल मेकअपको लागि हो, त्यही भएर म कति पार्टहरू स्किप गर्छु। मेरो आइब्रो बाक्लै छ, त्यही भएर चाहिँ म आइब्रो चाहिँ कोर्दिनँ र म करेक्टर पनि युज गर्दिनँ। म जस्ट फाउन्डेसन र कन्सिलरले फेस सेट गर्छु। अब चाहिँ हामी फाउन्डेसन एप्लाई गर्छौँ। यो सबै हामीले जति स्किन प्रेपमा युज गरेको छ यसलाई मजाले सेट हुन दिउँ। 1 मिनट 2 मिनट जति यत्तिकै छोडिदिने। यो हामीले अगाडि लगाएको जुन स्किनलाई हाइड्रेट गर्नलाई जति हामी प्रोडक्ट युज गर्छौँ त्यसलाई सेट हुन मजाले दिने। हल्का स्टिकी हुन्छ अनि मात्र फाउन्डेसन एप्लाई गर्ने। फाउन्डेसनको लागि म यो फरेभरको फाउन्डेसन युज गर्दैछु। मैले 2 पम्प लिएको छु। फाउन्डेसन चाहिँ अलिकति लाइटसँग यो सेडभन्दा, सो त्यसलाई ब्यालेन्स गर्नको लागि यो म एले कलर्सको डार्क कन्सिलरलाई यसरी मिक्स गर्छु। यदि तपाईँहरूले रङ सेड छ, तपाईँहरूको फाउन्डेसनहरू चाहिँ म्याच गर्दैन भने चाहिँ यसरी हामीले ब्यालेन्स गरेर लाउन पनि मिल्छ। यसलाई मजाले हामीले रब गर्ने। फाउन्डेसन हामीले निकाल्यौँ अनि डाइरेक्ट लगाइहाल्यौँ भने पनि त्यसले फिनिसिङ राम्रो दिँदैन। तर हामीले यसरी यसलाई मजाले आफ्नो हातमै या फाउन्डेसनहरू राख्ने जुन प्यालेट पाउँछ त्यसमा मजाले रब गऱ्यौँ भने एकदम मजाले लाग्छ। मैले चाहिँ प्राइमर स्किप गरेको छु है त। अब यसलाई यसरी सर्कुलर मोसनमा फिङ्गरको मद्दतले सबैतिर लगाइदिने। यो चाहिँ सुपर ड्राई छैन, त्यही भएर हामीले पार्ट गरेर ब्लेन्ड गर्नु पर्दैन। एकैचोटि सबै फेसमा एप्लाई गरेर एकैचोटि ब्लेन्ड गर्दा हुन्छ। म चाहिँ धेरै जसो ब्रस पनि युज नगरिकन देखाउँछु किनभने कसैसँग ब्रसहरू हुँदैन अनि मेकअप ब्रसेसले भएर मात्रै मेकअप हुन्छ भन्ने पनि हुँदैन। सो यसरी मजाले हामीले फेसभरि फाउन्डेसनलाई यसरी लगाइदिने। ब्लेन्डर युज गर्नुभन्दा अगाडि पनि हामीले ब्लेन्डर त्यत्तिकै खाली एरियातिर नगर्ने। मजाले पहिला फाउन्डेसनलाई यसरी मजाले त्यसलाई फाउन्डेसन लागोस् भने, होइन भने ब्लेन्डरले प्रोडक्ट मजाले तान्छ कि। हेर्नु मैले भिडियो क्लोज गरेर मैले केही अरू प्रोडक्टहरू युज गरेको छैन। जस्ट यस्तो स्मुथ बेस हुन्छ र ब्लेन्ड गर्दाखेरि मजाले थिचेर पनि होइन, हल्का हल्का यसरी ड्याप 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 पनि गर्ने होइन कि। मजाले प्रेस गरेर मजाले लक होस्, जसरी कि प्रोडक्ट लक होस्, त्यहाँबाट नहल्लोस् त्यतिको प्रेस चाहिँ हुनु पऱ्यो। म तर मजाले प्रेस गऱ्यो भने पनि प्रोडक्ट तानिदिन्छ। सो हातलाई ब्यालेन्स गरेर गर्नु होला। फाउन्डेसन मेरो डग छ कि पुरै हल्ला गरिरहेको छ बाटोमा अरू कुरा आएर। कन्सिलरको लागि चाहिँ म यो फ्युचर मेकअपको कन्सिलर युज गर्दैछु। यो चाहिँ यति धेरै अमाउन्ट पनि आउँछ, 1000 समथिङमा आउँछ होइन, अनि धेरै लङ टाइम पनि चल्छ र यसको कन्सिस्टेन्सी पनि एकदम राम्रो छ कि। कभरेज पनि दिन्छ र ब्लेन्ड गर्न पनि इजी छ कि। तपाईँहरू बिगिनरलाई पनि त्यो ड्राई हुने कन्सिलर त्यस्तो पनि हुँदैन। प्लेसमेन्ट चाहिँ म यति नै गर्छु। आई स्याडो लाउनुपर्छ, त्यही भएर यो पार्टमा पनि म कन्सिलर लाउँछु। मसलालाई पनि हामी ब्लेन्डरकै मद्दतले ब्लेन्ड गर्दैछौँ। सिम्पल मेकअप हो, त्यही पनि हाइलाइट गर्ने पोइन्टमा त हाइलाइट त चाहियो नि त। सो त्यही भएर तर अब हामी कन्टुर र अब ब्लसर चाहिँ हामी लिक्विड युज गर्दैनौँ। त्यो चाहिँ हामी पाउडर युज गर्छौँ किनभने त्यो चाहिँ अलिकति हेभी मेकअपतिर जान्छ। सो हामीले अब डार्क सर्कलहरू जति छ भने पनि करेक्टरको साटो युज नगरे तापनि फाउन्डेसनले जति कभर गरे पनि अब यो कन्सिलरले पनि हाइड गरिदिइहाल्छ। सो त्यसको लागि चाहिँ कन्सिलर चाहिँ नेसेसरी नै युज गर्नु नै भन्छु। यस्तो स्मुथली ब्लेन्ड हुन्छ कि। मसँग मिरर पनि छैन, म यही फोनको फ्रन्ट क्यामेराबाट मेकअप गरिरहेको छु। यसमा लाग्ने क्रिम प्रोडक्ट जति सबै लागिसक्यो। अब चाहिँ म यो रेभुलेसनको बनाना बेकिङ पाउडरले फेसलाई सेट गर्दैछु। यो पाउडर चाहिँ नेपालमा पाउँछ जस्तो चाहिँ मलाई लाग्दैन होइन। मैले कति सर्च गरेँ, मलाई एकदम मन परेर, तर यो पाएन। यो चाहिँ युएसएबाट ल्याइदिनु भएको थियो, मतलब मेरो नन्दको थियो, मैले मन परेर मैले राखेको थिएँ। एकदम राम्रो छ कि यो पाउडर। फाउन्डेसनले कभरेज नगरेको पनि पाउडरले पनि अझै कभरेज पनि मजाले गरिदिन्छ र बेस पनि स्मुथ देखिन्छ, त्यो सेत्तै पनि हुँदैन। पाउडर अप्लाई गर्दाखेरि
मजाले गर्ने। म बोल्दा बोल्दै के बोल्छु जस्तो लाग्छ कि त्यही भएर म त्यति भोइस ओभर भन्ने मन लाग्दैन। यतिसम्मको बेस चाहिँ मैले 8 मिनट भयो मैले मेकअप स्टार्ट गरेको 8 मिनटमा यतिको बेस फ्ललेस बेस तपाईँहरूले पनि अचिभ गर्न सक्नुहुन्छ। टाइम चाहिँ लाग्छ अब 5 मिनटमा पनि सकिँदैन, त्यति त स्किन प्रेपमै पनि लागिहाल्छ। सो मेकअपको लागि 10 मिनट पनि छुट्याइदिनु भने पनि इनफ हुन्छ। र आई मेकअप र ब्लसरको लागि चाहिँ म यो क्यारेक्टर कस्मेटिकको आई प्यालेट लिँदैछु। यसमा चाहिँ ब्लसर, हाइलाइटर, आई स्याडो, सिमर सबै छ। अब ब्लसर एप्लाई गरौँ। ब्लसरको लागि चाहिँ मैले ब्रसै युज गरेको छ ल, हातले मजाले इभनली ब्लेन्ड पनि हुँदैन। यो एरियाबाट यहाँसम्म ब्लसको प्लेसमेन्ट गरिदिनुहोस् ल, अनि लिप लुक पनि आउँछ। सो प्रोडक्टले नै यसलाई ब्रस गर्ने, हातमा पछाडि स्मुथ गराउने, अनि मात्र ब्लेन्ड गर्ने। लियो डाइरेक्ट लायो भने एक ठाउँमा धेरै प्रोडक्ट लाग्छ र अनि त्यो ब्लेन्ड गर्न पनि गाह्रो हुन्छ। सो हामीलाई नेचुरल लुक चाहिएको हो नि त। सो यति नै युज गर्छु, अब धेरै हेभी पनि गर्दिनँ। त भयो सक्यो। अब ब्रस बिना हातले आई स्याडो कसरी एप्लाई गर्ने त। यो मैले न्युड ब्राउन लिएको छु, यसलाई माथिको एरियामा यसरी जताततै आइब्रोभन्दा तलतिर यसरी आँखाभरि यसरी भिजाइदिने। ओके, अर्कै सेड लियो कि क्या। भिडियो चाहिँ छोटै बनाउँछु भन्छु, जहिले लामै भइहाल्छ कि। अब हामीलाई यो अलिकति डार्क, यो ब्राउन चलायौँ भने अब अलिकति डार्क, यो डार्कलाई धेरै चाहिएको होइन। अब यो हाम्रो आँखाको सबभन्दा पछाडिको भागमा यसरी लगाइदिने। अब यसलाई यसरी भित्रभित्र ठेलिदिने, बाहिर जानु भएन है। डार्क कलर यसरी आँखाको यो बिच भागसम्म यसरी भित्रभित्र प्रेस गरिदिने। मैले चाहिँ यो आई स्याडो एप्लाई गर्दाखेरि मैले भिडियो कट गरेको छैन है, तपाईँहरूले देख्न सक्नुहुन्छ। ब्रसै पनि चाहिँदैन, तर हामीले लाइन चाहिँ देखिनु भएन। यो माथि न्युड कलर आयो, बिचमा हामीले यहाँनिर डार्क कलर चलायौँ। अब यो सिमर हामीले यो एप्लाई गर्छौँ। यो सिमर यो आँखाको यसरी बिच भागमा आँखाको सेपमा यसरी देन अन्डर आईमा पनि आई स्याडो लाउने बानी भइसकेको हुन्छ। सो मैले दुईवटै ब्राउनलाई लिएर यो हाम्रो जुन तलको परेलाको भाग छ त्यहाँनिर यसरी लगाइदिएँ। त्यसो गर्दाखेरि आँखाको भागमा सेतो देखिँदैन नि कन्सिलर लगाएपछि पनि। यो चाहिँ अन्डर आई मेकअप गर्दा आई मेकअप गऱ्यो भने यसरी चाहिँ मेरो वाटर लाइनमा गाजल एप्लाई गरिदिन्छु। तपाईँहरूलाई यदि आई मेकअपहरूमा गाजल मेकअप छ भने युज गर्न सक्नुहुन्छ, होइन भने स्किप गर्न सक्नुहुन्छ। मलाई चाहिँ गाजल चाहिँ एकदम मनपर्छ। सो त्यही भएर, होइन भने आफ्नो अकर्डिङ मस्कारा मात्र एड गरेर पनि हुन सकिन्छ। आइलाइनर लगाउँछु। आइलाइनरको लागि चाहिँ मैले सोनाटाको युज गरेको छु। अब मैले मस्कारा युज गर्दैछु। लिपस्टिकको लागि चाहिँ स्विस ब्युटीको लिप लाइनर र सुपर स्टेको लिपस्टिक लिएको छु 15 नम्बर। लिप लाइनर डन, लिपस्टिक पनि डन भयो। म यही प्यालेटबाट हाइलाइटर युज गर्दैछु। मेरो फाइनल लुक यतिको मेकअप गरेर चाहिँ हामीले जति पनि हिँड्न पनि सक्यौँ। अहिले फेरि कतिले कमेन्ट गर्नुहुन्छ सिम्पल मेकअप भनेको यत्रो मेकअप हुन्छ भनेर। मेकअप इन्क्लुड भए पछाडि मेकअपको प्रोसेस त भइ नै हाल्छ। सो यहाँ कमेन्टको लागि थ्याङ्क यू, बाई बाई।